नमस्ते। नयाँ वर्ष 2083 को पहिलो कारोबार दिन कस्तो रह्यो त नेपाली शेयर बजार? आजको यो रोमाञ्चक सुरुवातको बारेमा अलि गहिरिएर कुरा गरौँ है त। वाह, नयाँ वर्षको सुरुवात नै कस्तो शक्तिशाली। बजारले एकैचोटि 33.27 अङ्कको छलाङ मार्यो। साँच्चै यो वृद्धिले लगानीकर्ताहरूमा एउटा छुट्टै आशा र उत्साह थपिदिएको छ। अनि हेर्नुस् है, यो अङ्क मात्रै बढेको होइन, कारोबार रकम हेर्नुस् त 10 अर्ब 53 करोड भन्दा माथि। यो त विशाल रकम हो। यत्रो ठूलो कारोबारले बजारमा कति बलियो विश्वास छ भन्ने कुरा प्रष्टै देखाउँछ। जब मूल्य र कारोबार दुवै एकैपटक यसरी बढ्छ नि, बुझ्नुस् यसले बजारको दिशाबारे एकदमै बलियो सङ्केत दिइरहेको छ। ल, आज हामी के कुरा गर्छौँ त? नयाँ वर्षको यो दमदार सुरुवातलाई हेर्छौँ, डेटाले के भन्छ त्यो बुझ्छौँ, टेक्निकल सिग्नलहरूको अर्थ खोज्छौँ, अनि लगानीकर्ताको लागि अबको बाटो के होला भनेर पनि हेर्नेछौँ। अन्त्यमा निष्कर्ष पनि निकाल्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, नयाँ वर्षको उत्साहजनक सुरुवात। हेरौँ कसरी नयाँ वर्षले बजारमा एउटा शक्तिशाली ऊर्जा ल्यायो। ल हेर्नुस् त, 2082 को अन्तिम दिन बजार अलिकति घटेर बन्द भएको थियो होइन, तर नयाँ वर्षको पहिलो दिन बुम 33 अङ्कभन्दा बढीले बढ्यो। यो परिवर्तनले नै बजारको पुरै मनोविज्ञान कसरी सकारात्मक भयो भन्ने कुरा छर्लङ्ग पार्छ। अब लागौँ डेटातिर। आजको कारोबारका मुख्य अङ्कहरूले आखिर भन्न के खोजिरहेका छन् त? ल हेरौँ। आजको बजारको पूरा कथा यही तालिकामा छ। इन्डेक्स बन्द भयो 2866.87 मा, अङ्क परिवर्तन भयो प्लस 33.27, अनि कारोबार रकम त अघि भने जस्तै 10 अर्ब 53 करोडभन्दा माथि। कुल 344 कम्पनीको कारोबार भयो। यी सबै तथ्याङ्कले बजारमा कति राम्रो मोमेन्टम छ भनेर देखाउँछ। अनि एउटा एकदमै चाखलाग्दो कुरा, आजको कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा कसको थियो होला? जलविद्युत क्षेत्रको 5.69 अर्ब रुपियाँ। यो भनेको त लगभग आधाभन्दा बढी कारोबार हो। यसले लगानीकर्ताहरूको ध्यान अहिले कहाँ छ भन्ने कुरा एकदमै स्पष्ट पार्छ। अनि राम्रो कुरा के छ भने यो वृद्धि कुनै एउटा सेक्टरमा मात्रै सीमित रहेन। सबैका सबै 13वटै सब इन्डेक्सहरू हरियालीमा बन्द भए। होटेल र टुरिज्म त सबैभन्दा धेरै 3.16% बढ्यो। जब यसरी बजार चौतर्फी रूपमा बढ्छ नि, त्यसले बजार साँच्चैकै स्वस्थ र बलियो छ भन्ने सङ्केत गर्छ। ल, डेटाले त बजार बढ्यो भन्यो, तर प्रश्न उठ्छ, यो वृद्धि कतिको दिगो होला त? अब यसको जवाफ खोज्न प्राविधिक सङ्केतहरूको विश्लेषण गरौँ, जसले हामीलाई बजारको भित्री शक्ति र भविष्यको सम्भावनाबारे बताउँछ। टेक्निकल एनालाइसिस गर्नेहरूका लागि आजको दिन एउटा ठूलो घटना हो। किनभने बजारले लामो समयदेखि एउटा छत जस्तो बनेको 2849 को लेभल पार गर्न सकिरहेको थिएन, तर आज त्यो छतलाई बलिनो भोल्युमका साथ तोडेर माथि गएको छ। यो एकदमै महत्त्वपूर्ण बुलिश सिग्नल हो। आजको क्यान्डललाई हेर्नुभयो भने चार्टमा एउटा स्ट्रङ बुलिश क्यान्डल बनेको छ। अब यो भनेको के हो त? सरल भाषामा भन्दा बजार खुलेदेखि नै किन्नेहरू यति धेरै हावी भए कि बेच्नेहरूले मौका नै पाएनन्। बजार जहाँ खुल्यो त्यहाँबाट तल झर्नै पाएन र दिनको उच्च बिन्दु नजिक गएर बन्द भयो। यसको मतलब जुन छत हिजोसम्म तोड्न गाह्रो थियो, त्यो अब बजारको लागि एउटा बलियो भुइँ वा सपोर्ट बनेको छ। अब हामीले हेर्नुपर्ने अर्को लेभल भनेको आजको हाई 2879 र त्यसपछि 2900 को मनोवैज्ञानिक स्तर हो। ल, यति विश्लेषण गरिसकेपछि अब मुख्य कुरामा आउँ। लगानीकर्ताले अब के गर्ने त? आगामी बाटो कस्तो होला? बजारको अहिलेको अवस्था हेर्दा बाय अन डेप्सको रणनीति अपनाउन सकिन्छ। मतलब बजार अलिकति घटेर 2850 को सपोर्ट लेभलतिर आउँदा खरिदको लागि राम्रो अवसर हुन सक्छ। सेक्टर छान्दा जलविद्युत र होटेल जस्ता मोमेन्टममा रहेका क्षेत्रहरूमा ध्यान दिनु राम्रो हुन्छ। तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने राष्ट्र ब्याङ्कले 40 अर्ब निक्षेप उठाउँदैछ। त्यसले तरलतामा केही असर पार्न सक्छ, त्यसलाई पनि हेर्नुपर्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, जोखिम व्यवस्थापनलाई कहिल्यै नबिर्सनुहोला। अब वाच लिस्टमा के राख्ने भन्दा आज उच्च कारोबार भएका कम्पनीहरू जस्तै शिवम सिमेन्ट्स, SHIVM र नेशनल हाइड्रो पावर NHPC जस्ता स्टकहरूलाई हेर्न सकिन्छ। तर फेरि पनि कुनै पनि कम्पनीमा लगानी गर्नु अघि त्यसको आफ्नो सपोर्ट लेभल कहाँ छ, जस्तै PCIL को 330 वा UNLB को 1550, त्यो हेरेर मात्रै निर्णय लिनु बुद्धिमानी हुन्छ। ल,
अब आजको यो सबै छलफललाई सारमा बुझौं। निष्कर्ष के निस्क्यो त? निष्कर्ष के हो भने नयाँ वर्षको सुरुवात एकदमै दमदार भयो। उच्च कारोबार र उत्साहजनक वृद्धिले बजारको बुलिश यात्रा जारी रहने सङ्केत गर्छ। यस्तो लाग्छ लगानीकर्ताको आत्मविश्वास फर्केको छ र बजारमा स्मार्ट मनी पनि प्रवेश गरिरहेको छ। तर एउटा ठूलो प्रश्न बाँकी नै छ कि यो र्याली एउटा नयाँ दिगो बुल रनको सुरुवात हो कि हामी एउटा लामो दौडको सुरुवाती चरणमा छौं? यो प्रश्नको जवाफ त अब आउने दिनहरूले नै दिनेछन्। अन्तमा एउटा महत्त्वपूर्ण कुरा, यो विश्लेषण उपलब्ध जानकारीमा आधारित हो र शैक्षिक उद्देश्यका लागि मात्रै हो। शेयर बजारमा जोखिम हुन्छ, त्यसैले लगानी गर्नुअघि सधैँ आफ्नै अनुसन्धान गर्नुहोला र आवश्यक परे विज्ञको परामर्श लिन नबिर्सनुहोला।